स्वतः चलायो 5 घण्टा किनेर सर यहाँ काम नहीं बस्नु तुम ये बोर्ड का काम से बस्न छ माता के बनाउन आइछ यस्तो यहाँ यसो जानमा जान जान खाने आज अहिले लाक्सहरूको धर्म पुरा गर्नुपर्छ क्या मैले गर्छु हिसाब किताब मैले गर्छु के हिसाब किताब गर्छस् गर्नु त्यो दम छ भने तँलाई यहाँ मैले गरेर नगर रक्सी किन खायो त्यो रक्सी किन खायो रक्सी खाने आज घुम्न पाइन्न तिमीलाई त भित्र बोतल लाउनु पर्यो बास गर्नु शिक्षिका जस्तो मान्छे साला विद्यार्थी बोतल बास यहाँ आफ्नो थाहा छ विद्यार्थीले गर्दा यस्तो तरिकाले पढाएर आज पास हुन्छौँ त पास हो कि फेल हो त्यो तनावको विषय होइन कि तपाईँ अनुशासनमा बस्दैन कि रोक्सी जानु भएन के स्कुल कमिसनर रोक्सिएर आउँछ त किन विद्यार्थीले के सिक्छ तपाईँबाट तपाईँलाई जाहिर खाने मन हो कि होइन कसैलाई जब नेपाल सरकार जाहिर खाएन नि त यहाँ न तपाईँलाई खान्छ न मलाई खान्छ न यहाँबाट खा कि तपाईँले पढाउने गर्छ नि यहाँ जबरजस्ती ल्याएर गरेर तपाईँलाई छ नि त दुनियाँले मोल फाल्ने जाने काम गर्नुहोस् बरु रोक्सी उति खान पाइन्छ बरु मोल खाने रोजी खाने उनीहरू डोका सोच पल्टिने स्कुलमा आउने अनि रक्सी खाइदिएर आउने एकचोटि कुराहरू तपाईँको अस्ति नै पनि बोलाउनु भयो आउने तपाईँलाई अस्ति पनि भने हो त बाटा अस्ति नै पनि खै कतिखेर अहिले आएन अनि मलाई बिबिसी र पछि तपाईँले गरेर दुनियाँलाई उ गर्ने समाज विकृति गराइदिनु तपाईँले अहिले म बिदेशी पछि गर्छु पढे लेखेको मान्छे त पढे लेखे जस्तो हुन्न खाने पनि समय हुन्छ 10 बजे खाने यो स्कुल आउने के हो तपाईँको नीति के हो उ गरेको तपाईँले के यहाँ हेर्छ भाइ सर तपाईँको यो तपाईँको जो